हेलो साथीहरू, मेरो बेलुकाको डिनरमा चाहिँ मैले माछा बनाउँदैछु साथीहरू हो। हेर्नुहोस्, यहाँ टमाटर रेडी छ र धनियाँ, प्याज, लसुन सबै खोर्सानी छ र म चाहिँ अब यहाँ बनाउँदैछु बेलुकाको डिनर साथीहरू। हेर्नुहोस्, माछा पनि मेरो फ्राई हुँदैछ हो, भात चाहिँ भइसक्यो गाइस। र तपाईँहरूको पनि खाना चाहिँ पाकिसक्यो होला बेलुकाको। र मेरो पनि पाक्दैछ साथीहरू साथमा। र मेरो फेसबुक पेजको साथीहरूलाई सबैजनालाई गुड नाइट छ मबाट तपाईँहरूलाई। म पनि यहाँ खाना बनाउँदैछु र तपाईँहरूको पनि पाकिसक्यो होला। र मेरो हस्बेन्डले पनि यहाँ चुलामा आउनुभयो। तपाईँलाई भोक लाग्यो? मुखले बोल्नु न। एकदम यो फिस देख्दाखेरि चाहिँ मुखबाट फिस आयो नि त। ए हो र, बिचरा अन्त बजारबाट आएर फेरि गाई ल्याउनु गएर आएर ड्युटी गरेर आउनु भएको बिचरा मेरो बुढा। एकदम लाइट छ, काम त गर्नुपर्छ सकुन्जाल त है। तपाईँलाई त थाकेको छैन? थाकेको छैन, म थाक्दिनँ। एकदम मेरो मन खुसी छ। सबै हाम्रो नरबुङवासीसँग म एकदम खुसी छु। मेरो घर परिवारसँग खुसी छु र मलाई एकदम कुनै न थाक्छ न रिस उठ्छ न केही हुन्छ। एकदम म खुसी छु सबसँग। नमस्कार। हुन्छ, तर त्यति साह्रो रिस त्यस्तो साह्रो रिस छैन। जहिले जहिले हाँसी खुसी नै छ होइन। हामी हाँसी खुसी नै छौँ र सधैँभरि हामी दुईजनाको जिन्दगी यसरी नै बितोस् होइन। सबैको जिन्दगी खुसी नै रहोस्। अब हामी यो मात भङ पनि खाने होइन त्यस्तो केही पनि खाँदैन हामीलाई। हामी एकदम घर परिवार ठिकै छौँ हामी अहिलेसम्म त ठिकै छ। अबदेखि उता त केही हुँदैन होला अबदेखि उता। त्यो अब त्यो जिन्दगीको कुराहरू चाहिँ भविष्यको एउटा यसले बताउँछ, अब समयले बताउँछ। अहिले त भन्नु सकिँदैन हो। अहिले त अब सधैँभरि नास्ता हुँदैन, कोही बेला घटी बढी यताउता हुन्छ। त्यसमा अब समस्याको समाधान चाहिँ गर्नु सक्नु पऱ्यो नि। समस्यालाई समस्यै बनायो भने त काम बिग्रिन्छ हो। समस्याको समाधान चाहिँ खुसी साथले प्रेम भावले गर्नुपर्छ। सबैलाई सुझाउहरू दिँदै एकदम खुसी भएर गर्नुपर्छ। रिस आवेशमा जानु हुँदैन। अन्त मेरो साथीहरू सबैजनालाई गुड नाइट भनिदिनु न। मेरो जति पनि साथीहरू छ है, साथीहरू हुनुहुन्छ, दाजुभाइ दिदीबहिनी सबैलाई आजको लागि गुड नाइट, नमस्कार। मेरो हस्बेन्डले चाहिँ अलिकति मिस्टेक गर्यो, तपाईँलाई सरी मै भनिदिन्छु। किनभने मेरो साथीहरूलाई पनि गुड नाइट भनिदिनुहोस् न भनेको थिएँ कि अलिकति चाहिँ के अरे मेरो हस्बेन्ड चाहिँ स्किन टच छ नि त, त्यही भएर चाहिँ एकदमै त्यही भएर अलिकति बुझ्नु भएन। तर मैले भनिदिइहालेको छु साथीहरू सबैजनालाई गुड नाइट छ।